साथी हो आजकल त वान ट्याप हान्दा हान्दा 100 को हेडशट रेट पुगिसक्यो भने यार यार 100 को पछाडीको दुईटा जिरो घटाइदियो भने चाहिँ ठ्याक्कै हुन्छ। हैन आउने दिनमा चाहिँ 100 हुन सक्छ भने नि त्यस्तो भने हैन नि मैले गाइस। अनि त्यहाँ भूतकाल प्रयोग गरेपछि भइसक्यो हैन त ठिस व्याकरण सिकाउनु पर्यो तलाई। साले यो जामा लाउनीले अहिले कहिले हटाउँछ यार वान ट्याप गन पायो योलाई हटाइदिन्छु लास्टै बिल्ला हान्यो नि योले यार। जुन गन लिए नि बटे हो हान्न सक्दैनस् तैले। अब चाहिँ दुईटै वान ट्याप गन पायो अब हानेरै देखाउनु पर्यो यार वान ट्याप साला लास्टै हेप्ने यार जसले पनि यार। हो दाइ आई ट्रस्ट यु हान्न सक्छ तपाईले वान ट्याप ल देखाइदिनुस् सबैलाई। यहाँ कुरा बुझ्ने मेरो भावना बुझ्ने तिमी मात्रै छौ के भाइ यार तिम्रो लागि भयो नि इज्जत राखिदिन्छु एउटा एकजनालाई वान ट्याप मारेर यार। यसपालि इनिमी नै आएन छ क्या पिकमा यार वान ट्याप हान्छ भनेर मैले बल्ल बल्ल एउटा इनिमी देखेँ ओ वान ट्याप लागेन यार सरी भाइ अलि नजिक गएर ठोक्छु है एकजना मात्रै चाहिँ यताउति हेर्छु खोइ छैन एकजना मात्रै एकजनालाई त स्याक हानिदिन्छु नि मैले यार। साथी तिमीलाई कहाँबाट हान्यो खोइ ऊ अगाडिबाट एउटा भ्याकु त उफ्रिदै आइरहेछ। हेर भाइ अब मेरो जलवा या ओइ मिस भयो भने यार वाह दाइ तपाईको हेडसट देखेर म छक्क परे यार।